गुड मर्निङ एभ्रिवान, भेरी भेरी गुड मर्निङ। राधे राधे। आज चाहिँ म के बनाउँदैछु भने बनाउन त केही पनि बनाएको छैन, रोटी मात्रै पोलेको छु, बनाउनै परेन। आज मैले यो तरुल उसिनेर राखेको थिएँ, अहिले चटनीसँग खानुलाई चटनी पिस्नुलाई रेडी पारिरहेको छु। आज चाहिँ मेरो बहिनीले स्पेसल चिया बनाउँदैछ। मेरो बहिनीले पनि म जस्तै बनाउँछ चिया, त्यही भनेर यस्तो हातको छ। मलाई पुरा मनपर्छ चिया। बाबालाई रोटी पोल्दिएको छु। अब यो चटनी पिसेर चाहिँ नास्ता गरिहाल्छु। चटनी चाहिँ अब सिलौटोकै मनपर्छ मलाई चाहिँ हो। अनि के त भन्नु, अस्ति हामीले जुन चाहिँ बेलुका स्नेक्समा तरुल खाएको थिएँ नि, कुकरमा उसिनेको थिएँ हो, त्यस्तो टेस्टी पनि लागेन। मिठै थियो तर त्यस्तो माने सिजन जस्तो टेस्टी थिएन। अब यो चाहिँ डेक्चीमा उसिनेको छु। अस्ति अस्ति देवीडाँगा बजारबाट चाहिँ आमाले मलाई चाहिँ पुरा खानु मन लाग्यो। अस्ति त मनै भरेन हो, तरुल ल्याइदिनु भनेको त सिमल तरुल ल्याइदिनु भएछ। राति नै उसिनेर रेडी पारेको छु मैले, बिहान नास्तामा भइहाल्छ भनेर। अब अहिले हामी ब्रेकफास्टमा चाहिँ यो तरुल खानेवाला छौँ, सिमल तरुल। मलाई चाहिँ पुरा मनपर्छ। हुन्छ त साथीहरू, सबैजनालाई ह्याप्पी सन्डे, इन्जोय यर डे, बाई बाई, टेक केयर। अब चटनी पिस्नु आँटेको, बाई।